हेलो नमस्ते दर्शन के छ खबर हजुरहरूको म चाहिँ एकदम ठिक छु हैन। अनि मेरो हिजोको पोखराको स्टे भनेको पनि मेरो एकदम रमाइलो थियो। म राति आइपुगेको थिएँ अनि राति आइपुगेर होटलहरू चेक गरेँ अनि म एकछिन बाहिर पनि निस्केँ। मेरो भिडियो अगाडिको भिडियो हेरेर हजुरहरूलाई थाहा भइहाल्यो होला, मैले थोरै रिक्याप मात्र दिएको। अनि आजको मेरो प्लान भनेको चाहिँ शिवको स्ट्याचु त्यो हेर्न जाने, अनि त्यसपछि त्यता त्यो गुफाहरू पनि छ अरे अनि स्तूपहरू पनि छ अरे, अनि त्यहाँ घुम्न जाने मेरो आज प्लान हो। अनि रमाइलो गरिरहेको छु, सोलो ट्रिप भए पनि एकदम फन भइरहेको छ हैन। अनि त्यही हो, स्टे ट्युन माई भिडियो ब्लग। ओके सी यू गाइज। हेलो नमस्ते सबैजनालाई, के छ खबर हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु हैन। अनि सोलो ट्राभल गर्दैछु म चाहिँ। अनि म चाहिँ पोखराको त्यो शिवको मूर्ति पुगेर आएँ, शिवको मन्दिर, सरी मूर्ति भनेछु। अनि त्यहाँ पुगेर आएँ अनि अब चाहिँ यो गुफा अरे, गुफामा जाँदैछु। अनि रमाइलो हुँदैछ मेरो चाहिँ दिनचर्या, डेली लाइफ यस्तै भइरहेको छ। अलिअलि यो मेरो लास्ट घुमन्ते हो हैन। अनि अब लेप्ची कता कता पुग्छु हेर्दै जाम है त। मैले चाहिँ बिहान ब्रेकफास्ट गरेर होटलबाट निस्केको थिएँ नि त। अनि यो चाहिँ मेरो ब्रेकफास्ट। त्यसपछि चाहिँ म यो महादेवको स्ट्याचु भएको ठाउँमा पुगेको थिएँ, तर मान्छेहरू टन्नै हुनुहुन्थ्यो, तर एकदम पोजिटिभ भाइब्स दिइरहेको थियो क्या। अनि डाँडा काँडा हेर्दाखेरि हिमालहरू देखिरहेको थियो, एकदम रमाइलो गरेँ, त्यहाँ पनि इन्जोय गरेँ। अनि बाहिरको भ्यू चाहिँ एकदम दामी छ कि, हेर्नु न, नेकेड आइले हेर्दाखेरि त क्या दामी देख्छ हैन। क्यामेरामा चाहिँ थोरै डिफ्रेन्ट देखिरहेछ, तर हेर्नु त पोखरा सिटी, यो चाहिँ फेवाताल अरे। अनि हिमाल पनि कस्तो दामी देखिरहेको छ, बाफ रे बाफ, लभ इट एकदम मन पर्यो मलाई चाहिँ पोखरा। मलाई चाहिँ लाग्दैछ स्तूपा त्यही हो जस्तो लाग्यो होइन, कस्तो राम्रो, हेर्नु न हरियाली है, ओ माई गुडनेस। अनि म हिँड्दैछु यसरी अनि इन्जोय गर्दैछु, सोलो ट्राभल भए पनि ह्याप्पी। माई छोरी सुन्दरी कसरी भरौँ पानी, बसी भरौँ कैला भन्दा सानी, उठी भरौँ भने कम्बर दुख्ने बानी। यहाँ चाहिँ मान्छेहरू हुनुहुन्न क्या, अनि आनन्दले हिँडिरहेको छु म चाहिँ। अब जस्ट म पुग्न लागेँ स्तूपा पनि। फाइनली म चाहिँ स्तूपा आइसकेँ होइन। स्तूपा हो सी राम्रो रहेछ हौ। त्यसपछि चाहिँ म यो गुफाभित्र पनि छिरेको थिएँ, तर त्यहाँ चाहिँ यस्तो सफोकेसन भएको थियो क्या, मलाई अक्सिजन कम हुँदो रहेछ। तर यो झर्ना चाहिँ क्या बवाल देखेको थियो कि त्यहाँबाट। फाइनली म चाहिँ मेरो चेक इन गरिसकेँ, म थोरै घुमेर पनि आएँ। अनि त्यसपछि लाएर अब म चेक इन गरेँ, मलाई एकदम थकाइ पनि लागिरहेको छ, अनि थोरै हल्का भोक पनि लागिरहेको छ। अब के खानु पर्यो भन्दा नि एकछिन चाहिँ रेस्ट लिन्छु, त्यसपछि चाहिँ निस्किनु पर्ला भन्ने सोच्दैछु। लेक साइडतिर जान्छु अनि स्ट्रिट फुडहरू ट्राई गर्छु भन्ने सोचिरहेको छु। अब त्यही गर्छु। त्यसपछि चाहिँ म इभिनिङमा चाहिँ लेक साइड गएको थिएँ, रमाइलो थियो, मजाले रमाइलो गरेर फर्केँ। अनि भ्यू पनि दामी थियो। थ्याङ्क यू।